रोबोटिक सर्जरी भनेको चाहिँ तपाईको एउटा परिष्कृत किसिमको अपरेसन जुन चाहिँ यो परम्परागत सर्जरी भन्नुभयो त्यो चाहिँ जस्तो अहिले पनि तपाईको ल्याप्रोस्कोपी प्रविधि त थाहै छ सबैजनालाई। यो रोबोटिक सर्जरीमा चाहिँ हुनलाई त रोबोटले अपरेसन गर्ने होइन, नाम रोबोटिक सर्जन भने पनि, तर यो जुन छिराइएको इन्स्ट्रुमेन्टहरू र लगायत दूरबीन हुन्छ त्यसको कन्ट्रोल चाहिँ एउटा रोबोटद्वारा गरिन्छ र त्यस पश्चात त्यो रोबोटको कन्ट्रोल चाहिँ सर्जनको हातमा, सर्जनले चाहिँ एउटा कन्सोलमा बसेर त्यो रोबोटलाई चाहिँ कन्ट्रोल गर्नुहुन्छ र त्यसबाट चाहिँ अपरेसन हुने। जुन नर्मल ओपन सर्जरी र यसको तुलना गर्ने हो भने चाहिँ रोबोटिक सर्जरीद्वारा गरिने सर्जरी चाहिँ एकदमै प्रिसिजन राम्रो प्रिसिजन भएको कारणले गर्दाखेरि त्यसको जुन पेसेन्टलाई हुने जुन फाइदाहरू छन् धेरै हुन्छ। किडनी ट्रान्सप्लान्ट भनेको एउटा व्यक्तिको मृगौला अर्को व्यक्तिमा चाहिँ प्रत्यारोपण गर्ने हो। ती रोगहरूले चाहिँ तपाईँले जस्तो डायबिटिजले भयो होइन, तपाईँको ब्लड प्रेसर, सुगरहरूले लगायत अरू रोगहरूले चाहिँ डाइरेक्टली या इन्डाइरेक्टली किडनीलाई चाहिँ असर गर्छ। हामीले यो ख्याल गर्नुपर्छ कि पानी यति मात्रामा खाने कि कमसे कम दिनमा चाहिँ 2 देखि 2.5 लिटर पिसाब चाहिँ आओस् र पिसाबको रङ चाहिँ सफा होस्, यति बुझ्नु पर्यो। यो बियरले चाहिँ तपाईँको धेरै पिसाब लगाउने कारणले मान्छेहरूमा एउटा के छ भन्दाखेरि धेरै पिसाब लगाउँछ अनि त्यसपछि मेरो किडनी स्टोन जान्छ, तर कहिलेकाहीँ यो नै नेगेटिभ पनि हुनसक्छ किनभने त्यो फसेर अड्केर बसेको पत्थरी झन् धेरै पिसाब लाग्दाखेरि चाहिँ तपाईँलाई किडनीमा प्रेसर चाहिँ त्यसले झन् धेरै हुने कारणले झन् राम्रो भन्दा त्यो अझै नराम्रो हुन पनि सक्छ। स्वास्थ्यको भरोसा, आत्मीयताको अनुभूति, अनुभवी दक्ष चिकित्सक टिम, अत्याधुनिक उपकरण, सुरक्षित उपचार सहित विगत 31 वर्षदेखि निरन्तर सेवामा विराट नर्सिङ होम। दर्शकबिन नमस्कार। स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयमा चर्चा परिचर्चा गर्ने क्रममा आज फेरि हामी एकचोटि उपस्थित भइसकेका छौँ। आज हामीले रोबोटिक सर्जरी र किडनी ट्रान्सप्लान्टका बारेमा चर्चा गर्ने जमर्को गरेका छौँ। आज हामीले यस कार्यक्रममा वरिष्ठ न्युरो सर्जन डाक्टर जुबिन सिलवाललाई निम्त्याएका छौँ। आउनुहोस् कार्यक्रममा उहाँलाई स्वागत गरौँ। सर, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर नमस्कार। सर, आरामै हुनुहुन्छ? सरलाई पुनः एकचोटि फेरि हामीले विराट फ्यामिलीमा चाहिँ स्वागत गर्न चाह्यौँ। थ्याङ्क यू। हामीसँग केही जिज्ञासाहरू छन् यो रोबोटिक सर्जरी र किडनी ट्रान्सप्लान्ट सम्बन्धीमा चाहिँ केही जिज्ञासाहरू छन् जुन चाहिँ हामी यहाँलाई राख्न खोजिरहेका छौँ होइन। सो यो रोबोटिक सर्जरी भनेको चाहिँ के हो सर होइन, अनि सो परम्परागत सर्जरी भन्दा यो चाहिँ किन फरक छ हामीले जान्न चाह्यौँ। हजुर थ्याङ्क यू। अब रोबोटिक सर्जरी भनेको चाहिँ तपाईँको एउटा परिष्कृत किसिमको अपरेसन जुन चाहिँ यो परम्परागत सर्जरी भन्नुभयो त्यो चाहिँ जस्तो अहिले पनि तपाईँको ल्याप्रोस्कोपी प्रविधि त थाहै छ सबैजनालाई। ल्याप्रोस्कोपी प्रविधिमा चाहिँ हामीले दूरबीन लगायत केही इन्स्ट्रुमेन्टहरू चाहिँ सानो सानो पेटमा सानो सानो दुलो पारेर त्यसभित्र हालेर चाहिँ तर त्यो चाहिँ अब मान्छेले आफै नै, सर्जनले आफैले हातको माध्यमले त्यसलाई अपरेट गर्ने हो भने यो रोबोटिक सर्जरीमा चाहिँ हुनलाई त रोबोटले अपरेसन गर्ने होइन, नाम रोबोटिक सर्जन भने पनि, तर यो जुन छिराइएको इन्स्ट्रुमेन्टहरू र लगायत दूरबीन हुन्छ त्यसको कन्ट्रोल चाहिँ एउटा रोबोटद्वारा गरिन्छ र त्यस पश्चात त्यो रोबोटको कन्ट्रोल चाहिँ सर्जनको हातमा, सर्जनले चाहिँ एउटा कन्सोलमा बसेर त्यो रोबोटलाई चाहिँ कन्ट्रोल गर्नुहुन्छ र त्यसबाट चाहिँ अपरेसन हुने। जस्तो अब यो हामीले सर्जरी भन्ने बित्तिकै अथवा भनौँ न शल्यक्रिया गर्ने, अपरेसन गर्ने भन्ने बित्तिकै चाहिँ आम मानिसमा शरीर चिर्नुपर्ने, शरीरलाई घाउ लाउनु पर्ने भन्ने एउटा जहिले पनि त्यो डर चाहिँ भइरहेछ कि रोग निकालेर फाल्नुपर्ने आफ्नो ठाउँमा त छँदै नै छ, तर पनि हत्तपत्त शरीरलाई किन चोट लगाउने भन्ने हामी मानसिकतामा धेरैजना छौँ नि त। यो मानसिकताको बिचमा रहिरहँदाखेरि चाहिँ नेपालमा रोबोटिक सर्जरीको सम्भावना र भविष्य चाहिँ कस्तो देख्नु भएको छ हजुरले? नेपालमा हालसालै रोबोटिक सर्जरी स्टार्ट भएको धेरै भएको छैन, केही महिना अथवा वर्ष मात्रै भएको छ। अहिले हालसम्म मेरो नलेजमा 2टा सेन्टरमा नेपालमा चाहिँ रोबोटिक सर्जरी बिएनबी हस्पिटल र चितवन मेडिकल कलेजमा भइरहेको छ। अहिलेसम्म अलिकति, किनभने रोबोटिक सर्जरी भनेको संसारमा आएको धेरै नै वर्ष भइसक्यो, तर नेपालमा चाहिँ तपाईँको कस्ट फ्याक्टरले गर्दाखेरि लगायत अन्य कारणले गर्दाखेरि अहिलेसम्म रोबोट ल्याउनलाई अलिकति सम्भावना थिएन। तर अहिले स्टार्ट गरिसकेपछि मलाई लाग्छ जहाँ भइरहेको छ राम्रै नम्बरमा भइरहेको छ। अब हो कस्ट फ्याक्टर अलिकति खर्चिलो छ रोबोटिक सर्जरी, तर मैले तपाईँलाई पहिला भने जस्तै नै, किनभने यो जुन
नर्मल ओपन सर्जरी र यसको तुलना गर्ने हो भने चाहिँ रोबोटिक सर्जरीद्वारा गरिने सर्जरी चाहिँ एकदमै प्रिसिजन राम्रो प्रिसिजन भएको कारणले गर्दाखेरि त्यसको जुन पेसेन्टलाई हुने जुन फाइदाहरू छन् धेरै हुन्छ। भनेपछि हामीले चाहिँ एकदम हाई म्याग्निफिकेसनमा काम गर्ने कारणले गर्दाखेरि न्यून सूक्ष्म रूपमा चाहिँ त्यसलाई अपरेसन गर्न सक्ने कारणले गर्दाखेरि हुनुपर्ने जति पनि अब अरू ओपन सर्जरी या ल्याप्रोस्कोपीमा हुन सकिने भवितव्य जस्तो तपाईँको नसालाई पुग्ने चोटहरूदेखि लिएर अरू कुराहरूमा चाहिँ यो रोबोटिक सर्जरीमा निकै कम मात्रामा हुन्छ। र यो चाहिँ अरू कुरा भन्दाखेरि युरोलोजीमा चाहिँ कुरा गर्ने हुँदाखेरि यसको चाहिँ अलिकति चाँडै पनि हुने र प्लस अनि हस्पिटलको स्टे पनि कम र बिरामीलाई पेन पनि कम हुने कारणले गर्दाखेरि भविष्यमा नेपालमा आइसके पश्चात मेरो विचारमा इनिसियल्ली कस्टको कारणले अलिकति केही होला, अलिकति केही त्यसको कारणले ढिलाइ हुन सक्छ, तर यसको मैले भविष्य निकै नै राम्रो अहिले संसारमा जसरी चलिरहेको छ रोबोट सर्जरी त्यसरी नै नेपालमा पनि मलाई लाग्छ कि भविष्यमा राम्रो नै यसको युटिलाइजेसन हुनेछ। जस्तो किडनी ट्रान्सप्लान्ट गर्ने भनेर भनिन्छ नि, यो प्रक्रियालाई चाहिँ सामान्य भाषामा हामीले कसरी बुझ्न सक्छौँ र कस्तो अवस्थाको बिरामीहरूलाई चाहिँ किडनी ट्रान्सप्लान्ट गर्न आवश्यक हुन्छ? हजुर, अब अहिले आएर हामी कहाँ धेरै नै यो किडनी रोग सम्बन्धी धेरै नै जनचेतना पनि राम्रै नै भइरहेको छ र किडनी रोगको धेरै बिरामीहरू पनि हामीले देखिरहेका छौँ विभिन्न कारणवश। यो मृगौला प्रत्यारोपण भनेको चाहिँ कुनै पनि बिरामीलाई एन्ड स्टेज रिनल डिजिज भनेर भन्छ, जब चाहिँ बिरामीलाईको किडनी पूर्ण रूपमा खराब भइसके पश्चात त्यसपछि विकल्प भनेको एउटा डायलाइसिस हो। तर डायलाइसिसको आफ्नै तपाईँको केही यसको एडभर्स इफेक्टहरू पनि छन् जसका कारणले गर्दा लामो समयसम्म गरिराख्नको लागि त्यति यो उपयुक्त नहुन पनि सक्छ। र एउटा सबैभन्दा उपयुक्त उपाय यदि डोनर चाहिँ मतलब भेटिएको अवस्थामा चाहिँ यो किडनी ट्रान्सप्लान्ट भनेको एउटा व्यक्तिको मृगौला अर्को व्यक्तिमा चाहिँ प्रत्यारोपण गर्ने हो। जुन चाहिँ यो डोनर चाहिँ तपाईँको जुन डोनर भनेको चाहिँ जुन व्यक्तिले चाहिँ किडनी दिनुहुन्छ उहाँ चाहिँ डोनर हुनुभयो। यो डोनर भनेको लिभिङ डोनर पनि हुनसक्छ अथवा तपाईँको डिसिज डोनर भनेको चाहिँ केही कारणवश लगत्तै पश्चात चाहिँ त्यो व्यक्तिबाट जसले चाहिँ अब आफूलाई अर्गन डोनेसन गर्छु भनेर जसले चाहिँ सहमति दिनुभएको छ उहाँहरूको अर्गन पनि लगायत लिभिङ डोनर भनेको चाहिँ कसैले आफ्नो फ्यामिली मेम्बर होस् या कसैले आफूले एकदम नजिकैको मित्रले आफ्नो चाहनाबाट चाहिँ कसैले मृगौला दिनुहुन्छ भने उहाँहरूको मृगौला चाहिँ पीडित व्यक्तिकोमा लगेर चाहिँ त्यो प्रत्यारोपण गरिन्छ, जसमा चाहिँ पुरानो किडनी आफ्नै ठाउँमा रहन्छ, यसलाई चाहिँ तेस्रो एउटा ठाउँमा लगेर चाहिँ राइटपट्टिको पेटको तल्लो भागमा लगेर चाहिँ प्रत्यारोपण गरिन्छ। जस्तो नेपालमा अब यही मृगौला रोगकै बारेमा कुरा गर्दा नेपालमा चाहिँ अहिले व्यापक रूपमा चाहिँ मृगौला रोगीहरू चाहिँ बढ्दै सङ्ख्यामा छ भनेर पनि भनिन्छ होइन, यो कारण चाहिँ के होला सर? अब हामीले उपचारको कुरा त सुन्यौँ होइन, यो रोगलाई नै बढ्नुपर्ने कारण अथवा नेपालमा धेरै देखिनुपर्ने कारण चाहिँ के हो? अब यो सम्पूर्ण विश्वमा नि अहिले तपाईँको यो नन कम्युनिकेबल डिजिजेसहरू भनेको जुन चाहिँ जस्तो यो डायबिटिज, हाइपरटेन्सन, ब्लड प्रेसर, सुगरको लगायत अरू यो लाइफस्टाइल रिलेटेड डिजिज भन्छौँ, जुन चाहिँ यो अहिले हाम्रो खानपान जुन हाम्रो जीवनशैली छ, फास्ट लाइफस्टाइलहरू, यी सबै कारणहरूले गर्दाखेरि चाहिँ विभिन्न रोगहरू हामीले निम्ताइरहेका छौँ। ती रोगहरूले चाहिँ तपाईँले जस्तो डायबिटिजले भयो होइन, तपाईँको ब्लड प्रेसर, सुगरहरूले यी लगायत अरू रोगहरूले चाहिँ डाइरेक्टली या इन्डाइरेक्टली किडनीलाई चाहिँ असर गर्छ लामो समयमा चाहिँ। यो बाहेक अरू जस्तै मेन कारण एउटा किडनी फेलियरको एउटा नेपाल लगायत अरू विकासोन्मुख देश अथवा अविकसित देशहरूमा चाहिँ वान अफ द मेन कारण चाहिँ तपाईँको किडनीको स्टोनहरू भयो। किडनी स्टोन अथवा चाहिँ हाम्रो एरियामा नेपाल लगायत भारत लगायत यो एरियामा चाहिँ धेरै मात्रामा किडनी स्टोन हामीले देखिरहेको छौँ। र अर्को एउटा जनचेतनाको अभावको कारणले गर्दाखेरि मानिसहरू चाहिँ रोग लागेपछि पूर्ण रूपमा रोग उपचारै नहुने अवस्थामा पुगेपछि मात्रै उपचार खोज्ने हाम्रो चाहिँ यो अहिले यहाँ अब त्यो ट्रेन्ड छ। कारण अब आर्थिक रूपले पनि हुनसक्छ या जनचेतनाको अभावले पनि हुनसक्छ। जुन कुरा चाहिँ अब हामीले प्रिभेन्टेबल भन्छौँ नि, जुन प्रिभेन्टेबल स्टेजमा जहाँ चाहिँ हामीले चाहिँ यसलाई रोकथाम गर्न सक्छौँ, त्यो स्टेजमा हुँदाखेरि सही उपचार पाउँदाखेरि किडनी डिजिजहरू प्रोग्रेस नहुन पनि सक्छ भने अलिकति ढिलाइ गर्दाखेरि चाहिँ यो किडनी खराब हुने
यो अवस्था चाहिँ धेरै नै हामीले अहिले देखिरहेको छौँ। जस्तो हजुरले किडनी स्टोनको बारेमा कुरा गर्दै गर्दाखेरि चाहिँ मलाई एउटा कुरा के सोध्न मन लाग्यो भने हामीमा भएको एउटा भ्रमको कुरा चाहिँ जोड्न मन लागेको। जस्तो किडनीमा स्टोन छ भनेर देखिएको छ भनेर भनिसकेपछि हाम्रो समाजमा धेरैजना हामी विज्ञ छौँ नि त, के भनिन्छ भने पानी खानुपर्छ गइहाल्छ, अनि केही फुलको झार खानुपर्छ त्यसले पनि जान्छ भनिन्छ। मैले यो भन्दै गर्दा अन्य अर्थ नलागोस्, मजाले बियर खानुपर्छ किडनीमा भएको स्टोन त जान्छ भन्ने पनि सुनिया छौँ। गहतको झोल, यस्ता धेरै कुराहरू छन्। यो भ्रामिक कुराहरूले चाहिँ समाजमा अझ कति असर गर्छ होला यो रोगको लागि, हजुरले के भन्नुहुन्छ? हजुर हजुर होइन, निकै सान्दर्भिक प्रश्न हो यो चाहिँ है, किनभने हामीले पनि अब नियमित बेसिसमा पेसेन्टहरू ओपिडीमा हेर्दाखेरि या हस्पिटलमा आउने पेसेन्टहरू अथवा बाहिर नै भेट्ने बिरामीहरूले पनि सोध्नु भने सबैभन्दा प्रमुख क्वेसन चाहिँ के हो भन्दाखेरि मलाई किडनीको पत्थरी छ, मैले कति पानी खानुपर्छ भनेर भन्नुहुन्छ होइन। अथवा तपाईँले भन्नुभएको जस्तै हो, बियर लगायत गहतको रस अथवा अरू पनि विभिन्न किसिमका आयुर्वेदिक औषधिहरूको प्रयोगले किडनी फलानुको त पत्थरी गयो, मेरो पनि जान्छ होला भनेर मैले यो खाइरहेको छु भनेर भन्नुहुन्छ। अब बुझ्नुपर्ने कुरा के हो भने यहाँ हामी यो रिजनमा अथवा हामी यो जस्तो हामी अहिले विराटनगरमा छौँ होइन, यहाँ चाहिँ अब निकै गर्मी, यो धेरै गर्मी हुने ठाउँहरूमा चाहिँ होइन पानीको मात्राको चाहिँ अलिकति कमै खान्छौँ हामीहरू चाहिँ। किनभने बिरामीलाई सोध्यो उहाँहरूले खान्छु म 2 लिटर खान्छु भन्नुहुन्छ, 3 लिटर खान्छु भन्नुहुन्छ, तर त्यो पर्याप्त नहुन सक्छ। जति मात्रामा पसिना गइरहेको छ, गर्मी तपाईँको 40 डिग्री सेन्टिग्रेडमा बसेर त्यसमा अनि त्यसपछि दिनभरि पसिना आउने ठाउँमा बसेर तपाईँले 2 लिटर पानी खानुभयो भन्दैमा त्यो उपयुक्त, त्यो पर्याप्त नहुन सक्छ। हामीले यो ख्याल गर्नुपर्छ कि पानी यति मात्रामा खाने कि कमसे कम दिनमा चाहिँ 2 देखि 2.5 लिटर पिसाब चाहिँ आओस् र पिसाबको रङ चाहिँ सफा होस्, यति बुझ्नु पर्यो। हरेकचोटि नाप्न त सकिँदैन पिसाब कति आउँछ भनेर, तर बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि पिसाबको रङ चाहिँ सफा होस् र त्यसपछि 2-2.5 लिटर पिसाब चाहिँ दिनमा नर्मल्ली एउटा चाहिँ त्यति भएको खण्डमा चाहिँ पर्याप्त मात्रामा पानी पिइरहेको छौँ भन्ने कुरा। अब यो बियर धेरै खाएर जाने अथवा यो गहतको रसले, यो बियरले चाहिँ तपाईँको धेरै पिसाब लगाउने कारणले मान्छेहरूमा एउटा के छ भन्दाखेरि धेरै पिसाब लगाउँछ अनि त्यसपछि मेरो किडनी स्टोन जान्छ। तर कहिलेकाहीँ यो नै नेगेटिभ पनि हुनसक्छ, किनभने त्यो फसेर अड्केर बसेको पत्थरी झन् धेरै पिसाब लाग्दाखेरि चाहिँ तपाईँलाई किडनीमा प्रेसर चाहिँ त्यसले झन् धेरै हुने कारणले झन् राम्रो भन्दा त्यो अझै नराम्रो हुन पनि सक्छ। त्यसै कारणले अब लिक्विड चिजहरू जस्तो यो गहतको रस लगायत अरू कुनै पनि लिक्विड चिजहरू धेरै खाँदा राम्रो नै हो। यसले कुनै साइन्टिफिकल्ली प्रुभन कुनै यस्तो हामीसँग डेटा त छैन जुन चाहिँ तपाईँको गहतको रसले या अरू केहीले चाहिँ किडनीको पत्थरी गल्यो भनेर। तर बुझ्नुपर्ने कुरा चाहिँ समयमै सचेत भएर पत्थरी तपाईँलाई यदि छ भने एकपटक डक्टरको परामर्श लिने र त्यसलाई प्रिभेन्ट गर्न चाहिँ कसरी सकिन्छ त्यसमा लाग्दा बेटर हुन्छ। अन्त्यमा मैले सोध्न चाहेको कुरा, हजुरले त अब सिङ्गापुरमा यो फेलोसिप गरेर आउनुभयो रोबोटिक सर्जरी किडनी ट्रान्सप्लान्टकोमा होइन, सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के थियो त्यो सिकाइको अनुभव हजुरको, र त्यो अनुभवलाई चाहिँ नेपालमा कसरी बिरामीहरूको उपचारको लागि प्रयोग गर्न सकिन्छ भन्ने सोच बनाउनु भएको छ? थ्याङ्क यू। अब फेलोसिप भन्ने कुरा तपाईँको एउटा ट्रेनिङ प्रोग्राम भन्दा पनि मैले चाहिँ रियलाइज के गरेँ भन्दा एउटा ट्रेनिङ प्रोग्राम भन्दा पनि यो चाहिँ तपाईँको एउटा आफ्नो नलेज र स्किल आदान प्रदान गर्ने एउटा प्लेटफर्म रहेछ यो चाहिँ। जस्तो तपाईँले भनिहाल्नु, मैले हालै सिङ्गापुरमा गएर चाहिँ नेसनल युनिभर्सिटी हस्पिटल सिङ्गापुरबाट 1 वर्ष त्यहाँ गएर चाहिँ फेलोसिपमा अफिलिएटेड भएर आएको छु। त्यहाँ मैले धेरै कुराहरू सिकेँ। अब टेक्नोलोजी वाइज कुरा गर्नुहुन्छ भने सिङ्गापुर विश्वकै अब अहिलेको मोस्ट विकसित राष्ट्रमा नै परिसक्यो होइन। त्यो कारणले गर्दाखेरि टेक्नोलोजी वाइज हामी त्यो लेभलमा पुग्नलाई धेरै समय लाग्न सक्छ, नपुग्न पनि सक्छौँ। आर्थिक रूपमा उनीहरू निकै नै सक्षम छन्। त्यो कारणले गर्दाखेरि त्यहाँ रहेको हेल्थ केयर फेसिलिटी र हाम्रो हेल्थ केयर फेसिलिटीमा धेरै नै फरक, आकाश जमिनको फरक छ। तर त्योभन्दा पनि मेन कुरा, अरू यो सबै कुराहरू सर्जरी भन्ने कुरा त सिक्ने कुरा हो, लागू गर्ने कुरा हो, प्र्याक्टिस गर्दै जाँदाखेरि आफूलाई अझै परिपक्व बनाउँदै राम्रो गर्दै जाने हो। तर मैले मेन सिकेको चाहिँ सिङ्गापुरमा मैले आफूले अनुभव गरेको चाहिँ जुन उहाँहरूको एउटा वर्क इन्भाइरोमेन्ट र त्यसपछिको जुन बिरामीप्रतिको एउटा लगाव अनि त्यसपछि जुन एउटा प्रोटोकलका साथ हरेक
पेसेन्टको हरेक डिजिजको चाहिँ जुन तरिकाले पोइन्ट वाइज प्रोटोकल साथ 1 2 3 4 पोइन्टमा चाहिँ जुन तरिकाले ट्रिटमेन्ट हुन्छ त्यो चाहिँ मलाई लाग्छ कि कतै हामी पनि अब किनभने विभिन्न हाम्रो पनि छन् आफ्नै तपाईँको विभिन्न कारणले गर्दाखेरि हामीहरू पनि कतिपय समय चाहिँ पूर्ण रूपमा आफ्नो 100% नदिन सकिरहेको होलाौँ व्यस्तताको कारणले गर्दाखेरि पनि तर त्यो पार्ट चाहिँ मलाई सबैभन्दा मैले सिकेको सर्जरी बाहेक सिकेको कुरा चाहिँ बिरामीप्रतिको एउटा समर्पण र लगाव चाहिँ जुन उहाँहरूको छ त्यो चाहिँ मलाई निकै नै राम्रो लाग्यो र मलाई पनि अब त्यही गर्ने कोसिस आफूले त्यो लगाए तब आफ्नो सर्जरीमा पनि परिमार्जन गर्ने कोसिस गर्दैछु। सर अन्त्यमा के भन्न चाहनुहुन्छ हामीलाई हेरिराख्नु भएको दर्शकहरूलाई? मलाई यो यहाँ बोलाएर मलाई केही कुरा राख्न दिनुभएकोमा अब मेन कुरा त्यही मैले अघि पनि भनिहालेँ एउटा जनचेतनाको चाहिँ हाम्रोमा अलिकति निकै नै यहाँ जरुरत छ। त्यही कारणले गर्दाखेरि मृगौलाको कुनै पनि रोग भएको अथवा पत्थरीको पेसेन्टहरू हुनुहुन्छ उहाँहरू हुनुहुन्छ भने त्यसलाई हेलचेक्राइ नगरिकन समयमै नै आफूलाई रोगलाई बढ्न दिनु अगावै एकपटक चाहिँ कुनै पनि मृगौला सम्बन्धी स्पेसलिस्ट हुनुहुन्छ अथवा कुनै पनि डक्टर कहाँ चाहिँ एकपटक सल्लाह लिएर सही औषधिको प्रयोग र सही सुझाव चाहिँ जरुरी छ किडनी खराब हुनबाट जोगाउनको लागि। समय र संवादको लागि धेरै धेरै धन्यवाद। हजुर थ्याङ्क यू नमस्ते। जब आफन्तहरूको चिन्ता हुन्छ तब साथ दिनेछ विराट नर्सिङ होमले बोन एन्ड स्पाइन केयर जस्ता थुप्रै सेवाहरूसँगै।